Sponsored by The Times International College, Delhi Bazaar, Charkhal, Kathmandu. CCMA College for CA classes, New Plaza Mark, Putali Sarak, Kathmandu. Nepal Mega College, Mega Center for Excellence. Kathmandu Valley College, Education for Life, Chhauni, Kathmandu. Namaste, welcome to another brand new episode of Shiksha Sarokar. It's me, your regular host, Nikesh Shakya. दर्शकवृन्द, हामी यस कार्यक्रममा तपाईहरुलाई देशभरका विभिन्न शैक्षिक संस्थाहरूका बारेमा जानकारी दिनुका साथै तपाईको टेलिभिजन स्क्रिन मार्फत विद्यार्थीहरूका पढाइसँग सम्बन्धित यावत समस्याहरू पनि समाधान गर्ने प्रयास गर्दछौं। यसका साथै शैक्षिक क्षेत्रमा आबद्ध विभिन्न व्यक्तित्वहरूसँगको कुराकानी र उहाँहरूको धारणा पनि प्रस्तुत गर्दछौं। र on today's episode, we are here in the Times International College. यो कलेज अवस्थित छ चारखाल, दिल्ली बजार, काठमाडौँमा। 2064 सालमा स्थापना भएको यस कलेज वी लिड यु टु द कस्मोपोलिटन वर्ल्ड भन्ने नाराका साथ अघि बढिरहेको छ। आउनुहोस् एकैछिन यो कलेजलाई अलि नजिकबाट निहालौँ। द टाइम्स इन्टरनेसनल कलेजमा धेरै विशेषताहरूका साथ साइन्स, म्यानेजमेन्ट र ह्युम्यानिटिज विषयमा पढाइ सञ्चालन भइरहेको छ। अब एकैछिन हेरौँ यी विशेषताहरू। दर्शकवृन्द, अहिले हामीसँग हुनुहुन्छ द टाइम्स इन्टरनेसनल कलेजका प्रोग्राम डाइरेक्टर कमल सापकोटा। सर, स्वागत छ कार्यक्रममा। धन्यवाद। सर, यो द टाइम्स इन्टरनेसनल कलेजको बारेमा अलिकति भनिदिनुहोस् न, कस्तो कलेज हो, के छन् विशेषताहरू द टाइम्स इन्टरनेसनल कलेजमा? यो कलेज अब विद्यार्थीको पढाइको हिसाबले र विद्यार्थी के हुन्छ भने जुन एसएलसी जसलाई आइरन गेट भनिएको हुन्छ, हामी त आइरन गेट भन्दैनौँ त्यसलाई, हैन, त्यसलाई पास गर्न त्यति गाह्रो छैन। आइरन गेट अब छ। अब हामीले चाहिँ वास्तवमा विद्यार्थीले 12 कक्षा पास गरिसकेपछि आफ्नो फ्युचर कस्तो बनाउने र भविष्यमा कतातिर जाने र कुन फिल्ड समात्ने भन्ने कुरा चाहिँ प्लस 2 को मेनली चाहिँ प्लस 2 को रिजल्टले डिटरमाइन गर्ने हुँदा हामीले विद्यार्थीलाई त्यो आइरन गेट राम्ररी पास गर्न, त्यो आइरन गेट पार गर्न र एउटा सक्सेसफुल करियरको स्टार्ट गर्नलाई हामी सहयोग पुर्याउँछौँ। र टाइम्स कलेजको विशेषता भनेको के हो भने अहिले यो 21औं शताब्दीमा मान्छेले पर्फर्मेन्स हेर्छ, कागजको सर्टिफिकेट हेर्दैन, सर्टिफिकेटको स्कोर हेर्दैन। र हामी यहाँबाट बाहिर जाने विद्यार्थीहरूलाई कि टाइम्स कलेजमा पढेको भनेपछि मान्छेले चाहिँ धेरै कुरा नसोधिकन सेलेक्ट गरोस्, त्यो किसिमको क्वालिटी निर्माण गरौँ भनेर हामी त्यसको लागि लागिरहेका छौँ र हामी त्यसैमा कटिबद्ध छौँ। हाम्रो यहाँको जुन शैक्षिक म्यान पावर छ र यहाँको जुन इन्फ्रास्ट्रक्चर छ त्यो कुराले हामी त्यही कुरा डिटरमाइन गर्छौँ। हजुर, अब स्टुडेन्ट्सहरूको पर्फर्मेन्स को कुरा गर्नुभयो। अब स्टुडेन्ट्सको पर्फर्मेन्स राम्रो हुनुको लागि मलाई के लाग्छ भने टिचर्सको टिम चाहिँ राम्रो हुनुपर्छ जस्तो लाग्छ। टाइम्स इन्टरनेसनल कलेजमा चाहिँ कस्तो छ टिचर्सको टिम? हाम्रो एकदमै अनुभवी
र दक्ष शिक्षकहरू हुनुहुन्छ र वर्षौँको अनुभव उहाँहरूसँग छ। धेरैजसो वर्षौँसम्म शिक्षण पेसामै लागेर निकै ख्याति कमाएका टिचरहरू हुनुहुन्छ र यहाँ पढाउने अधिकांश टिचरहरू राइटरहरू नै हुनुहुन्छ। उहाँहरूकै किताब हामी यहीँ अध्यापन गर्छौँ। टिचरहरूले जसले किताबहरू लेख्नु भएको छ त्यो पनि एकदम राम्रो गुणस्तरीय किताबहरू पनि विभिन्न थरीका होलान्, तर एकदम गुणस्तरीय किताब र बजारमा राम्रो नाम कमाएका किताबका लेखकहरूले नै स्वयं अध्यापन गर्नुहुन्छ। र त्यसबाहेक जो लेखकहरू हुनुहुन्न उहाँहरू पनि वर्षौँको एउटा चाहिँ टिचिङ हिस्ट्री बोकेका र निकै ख्याति कमाएका र भ्यालीमा राम्रो फलानु टिचर भएको ठाउँमा त जाउँ है भन्ने खालको चाहिँ टिचरहरू हामीसँग हरेक सब्जेक्टमा र हरेक टिचरहरू त्यस्तो हुनुहुन्छ। हजुर, अब अहिलेसम्म हेर्दाखेरि द टाइम्स इन्टरनेसनल कलेजका स्टुडेन्ट्सहरूको पर्फर्मेन्स चाहिँ कस्तो छ? पर्फर्मेन्स चाहिँ निकै राम्रो छ। सुरुमा हामीलाई अलिकति गाह्रो हुन्छ। हामी विद्यार्थीलाई ज्ञान गुणका कुरा र स्किल मात्र सिकाउँदैनौँ, कल्चर र एउटा चाहिँ हामी विद्यार्थीलाई चाहिँ एक किसिमले भन्ने हो भने यिनीहरूलाई एउटा म्यानर पनि सिकाउँछौँ। सुरुमा आउँदा हामीले हाम्रो विद्यार्थीलाई यहाँ टाई लगाउन राम्ररी नलगाउने, तलसम्म झुन्नाउने अथवा लुगा पनि त्यसै छाड्ने अलिकति यो म्यानेज नभएको जस्तो पाउँछौँ। बाहिरबाट विभिन्न ठाउँबाट आएका हुन्छन् र हामीले उनीहरूलाई बिस्तारै चाहिँ एउटा एक किसिमको कल्चर सिकाउँछौँ, जसले गर्दा तपाईँले बाटैमा देख्नुभयो भने पनि हाम्रो विद्यार्थीले टाई कसरी लगाएको छन्, ड्रेस कसरी लगाएको छन्, कस्तो किसिमको तिनीहरूको प्रेजेन्टेसन छ, त्यो हेर्नुभयो भने तपाईँले कलेज नचिने पनि यो टाइम्सको हो कि भनेर गेस गर्न सक्नुहुन्छ। त्यस्तो किसिमको हामीले विद्यार्थीलाई ज्ञान सिपका साथसाथै कल्चर पनि सिकाएको छौँ। थ्याङ्क यू फर टकिङ टु अस। हामीसँग कुरा दिनुभयो, धेरै धेरै धन्यवाद सर। धन्यवाद। Viewers, I am here in the class of the Times International College and we are here with the students. And we are here with one of the students. Let's talk with her. What's your name? My name is Swiksha Ganjit, Swiksha, which level are you studying in? grade 12. 12. Okay, tell me something about your college which you are studying in. How do you like this college and what do you feel about this college? I'd like to introduce firstly myself as a student of Times. And talking about the college, I feel it's one of the best colleges in the valley. Our college has very unique features. It is well facilitated. It has its well infrastructures and lift facilities. Our classrooms are also very spacious. They are well facilitated and we enjoy studying in our classroom. Okay, and tell me about your teachers. How are they and how are they teaching you? Something about their teaching styles and all. Talking about the teachers, I think they are the best teachers in the valley. Our teachers are very friendly. First, they are highly experienced teachers. They teach us in a very good manner. Also, they are very friendly and they motivate us. Even if we had a problem, we can go and share with them and surely we get the solution to our problem. दर्शकवृन्द, हामीसँग अर्को एकजना स्टुडेन्ट हुनुहुन्छ र उहाँसँग पनि एकैछिन कुराकानी गर्छौँ। तपाईँको नाम? शिशिर आचार्य। शिशिर, कुन लेभलमा पढ्दै हुनुहुन्छ? 12 मा। टाइम्स इन्टरनेसनल कलेजमा पढ्दै हुनुहुन्छ, कस्तो लाग्छ कलेज? सर राम्रो लाग्छ, यहाँको फेसिलिटीहरू राम्रो छ अनि सर टिचरहरू राम्रो हुनुहुन्छ अनि यहाँको एजुकेसन टिचिङ फेसिलिटिज अनि टिचरहरूको म्यानेजमेन्ट फेसिलिटिज भनेपछि समग्रमा राम्रो छ। पढाइ बाहेक एक्स्ट्रा एक्टिभिटिजहरू चाहिँ कस्तो कस्तो छ यस कलेजमा? हाम्रो यो हुन्छ क्विजहरू हुन्छ अनि फुटबल अनि बास्केटबलहरू हुन्छ, टेबल टेनिस गेमहरू हुन्छ अनि एक्स्ट्रा करिकुलर एक्टिभिटिज हुन्छ। दर्शकवृन्द, हामी अन्तर्वार्ताको क्रममा छौँ र अहिले हामीसँग हुनुहुन्छ द टाइम्स इन्टरनेसनल कलेजका एकाडेमिक चिफ रामहरि सिलवाल। सर, स्वागत छ कार्यक्रममा। धन्यवाद। सर, द टाइम्स इन्टरनेसनल कलेज कस्तो कलेज हो र कसरी अध्ययन अध्यापन हुन्छ यस कलेजमा, त्यस विषयमा अलिकति भनिदिनुहोस् न। अब यो टाइम्स इन्टरनेसनल कलेज 2064 सालदेखि हामीले यसको नाम परिवर्तन गरेर टाइम्स कलेज राखेका छौँ। यसमा उच्च माध्यमिक शिक्षा परिषदबाट +2 साइन्स, म्यानेजमेन्ट र ह्युम्यानिटिजको क्लासहरू सम्बन्ध लिएर चलाइरहेछौँ भने त्रिभुवन विश्वविद्यालयको BBS र BA का कक्षाहरू सञ्चालन गरिरहेका छौँ र हामीले MBS का प्रोग्राम पनि एप्लाई गरेका छौँ। त्यो हामी लिने तर्खरमा छौँ। यो सँगसँगै हाम्रो सिस्टर अर्गनाइजेसन हाम्रो टाइम्स स्कुल छ र हामीले नै प्लाटिनम म्यानेजमेन्ट कलेज जसले पोखरा युनिभर्सिटीबाट BBA को एफिलिएसन लिएर त्यो पनि चलाइरहेछौँ। अहिले हामी
काठमाडौँमा विभिन्न कलेजहरू देख्न सक्छौँ, मेनली +2 कलेजेसहरू विभिन्न देख्न सक्छौँ। ती कलेजहरूमध्ये द टाइम्स इन्टरनेसनल कलेज कसरी भिन्न छ, कसरी फरक छ, अथवा भनौँ विद्यार्थीहरू यही कलेजमा आउनुको कारण चाहिँ के हो? एकदम निश्चित रूपमा यो काठमाडौँमा कलेजहरूको भिड छ। यो भिडको बिचमा हामी टाइम्स कलेज अलिक पृथक ढङ्गले उपस्थित भएका छौँ भन्ने हाम्रो दाबी हो। हुन त सबै कलेजले आफ्नो कलेजलाई पृथक नै दाबी गर्छन्, तर हामी तथ्यका आधारमा हाम्रो कलेज अरू कलेजभन्दा पृथक छ भनी प्रमाणित गर्न गइरहेका छौँ। यसमा 2-3टा कुराहरू छन्। पहिलो कुरो चाहिँ हामीले 100% रिजल्ट दिएका छौँ, त्यो साइन्समा होस् म्यानेजमेन्टमा होस्। यो कसरी सम्भव भयो भन्दाखेरि हामीसँग यति स्ट्रङ फ्याकल्टी मेम्बरहरू हुनुहुन्छ जो रिनाउन हुन्छ, एक्सपिरियन्स हुनुहुन्छ, लामो समयसम्म चाहिँ अध्यापनमा हुनुहुन्छ र शिक्षा क्षेत्रको मर्म भावना गरिमा बुझेका शिक्षकहरू एकाडेमिक प्यानल छ हाम्रो, र जो प्रायः जस्तो टिचर्सहरू हाम्रो राइटर पनि हुनुहुन्छ र हामीसँग फुल टाइम फ्याकल्टी मेम्बर हुनुहुन्छ। पहिलो कुरो नतिजाका हिसाबले र फ्याकल्टी मेम्बरको हिसाबले र एकाडेमिक इन्भाइरोमेन्टको हिसाबले हाम्रो कलेज अब्बल छ भन्ने हाम्रो दाबी हो। नम्बर 2 मा यसको इन्फ्रास्ट्रक्चर र फेसिलिटिज हो, विथ क्वालिटी विथ फेसिलिटिजमा हामी कुरा गरिरहेछौँ। जुन खालको इन्फ्रास्ट्रक्चर फेसिलिटिजहरू हामीले प्रोभाइड गरिरहेछौँ विद्यार्थीहरूलाई, चाहे त्यो साइन्स ल्याबको कुरा होस्, चाहे त्यो कम्प्युटर ल्याबको कुरा होस्, चाहे त्यो लाइब्रेरीको कुरा होस्, चाहे क्लासरुमको कुरा होस्, चाहे क्लासरुमभित्रको फर्निचरको कुरा होस्, चाहे त्यो चाहिँ प्लेग्राउन्डको कुरा होस्, चाहे त्यो क्याफेटेरियाको कुरा होस्, चाहे त्यो होस्टेलको कुरा होस्, ट्रान्सपोर्टेसनको कुरा होस्, यी सम्पूर्ण सुविधाहरू चाहिँ हामीहरू अन्तर्राष्ट्रिय स्तरको फेसिलिटिजहरू हामीले प्रोभाइड गरिरहेछौँ। दोस्रो कुरा र तेस्रो कुरा चाहिँ हामी कस्ता मान्छेले कलेज सञ्चालन गरेका छन् भन्नेको चाहिँ अत्यन्त महत्त्वपूर्ण कुरा हो। यसमा चाहिँ हामीलाई के लाग्छ भने हामी पनि हिजो पढाएर हिँडेका शिक्षकहरू हौँ। हामीलाई शिक्षा क्षेत्रको मर्म भावना गरिमालाई अत्यन्त राम्रोसँग हामीले नजिकबाट छोएका छौँ, छामेका छौँ। विद्यार्थीको चाहिँ साइकोलोजी पनि बुझेका छौँ, अभिभावकको साइकोलोजी पनि बुझेका छौँ, शिक्षकहरूको मर्म भावना पनि र पीडा पनि बुझेका छौँ। यस हिसाबले हामी जो एकाडेमिक फिल्डमा लामो समयसम्म काम गरिरहेका, ब्याङ्किङ सेक्टरमा लामो समयसम्म काम गरिरहेको जुन खालको एउटा प्यानल छ, त्यसले चाहिँ कलेज सञ्चालन गरेको छ। जो दूरदर्शी नेतृत्व छ, भिजनरी लिडरसिप छ, त्यसले कलेज सञ्चालन गरेको छ। यस मानेमा तेस्रो हाम्रो विशेषता यो हो। र चौथो र सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ के भन्दाखेरि पढाइका अलावा विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा हामीले जोड दिएका छौँ। चाहे त्यो खेलकुदको माध्यमबाट होस्, चाहे त्यो कला संस्कृतिको माध्यमबाट होस्, चाहे त्यो सोसियल वर्कको माध्यमबाट होस्, चाहे गोष्ठी, सेमिनार, वर्कसप, फिल्ड भिजिट, प्रेजेन्टेसन, एजुकेसन टुर, इन्डस्ट्रियल टुरदेखि गेस्ट लेक्चरिङदेखिको कुरा हामी गर्छौँ। त्यसै गरी विद्यार्थीहरूलाई क्यारियर काउन्सिलिङका कुरा गर्छौँ, मोटिभेसनका कुरा गर्छौँ, स्किल म्यानेजमेन्ट अरू स्किलका कुराहरू गर्छौँ, लिडरसिप डेभलपमेन्टका कुरा गर्छौँ। अनि कसरी एउटा विद्यार्थीको सर्वाङ्गीण विकास गर्न सकिन्छ, कसरी विद्यार्थीलाई समाजप्रतिको उत्तरदायी बनाउन सकिन्छ, कसरी विद्यार्थीलाई यो नेपालको श्रम बजारसँग र अन्तर्राष्ट्रिय श्रम बजारसँग जोड्न सकिन्छ भन्ने हिसाबले एउटा विद्यार्थीलाई एउटा कम्प्लिट स्टुडेन्ट बनाएर एउटा चाहिँ भोलिको उसको प्रोफेसनल लाइफलाई पनि आजको एकाडेमिक लाइफले सपोर्ट गर्न सकोस् भन्ने हिसाबले नन क्रेडिट कोर्सहरूमा चाहिँ हामीले बढी जोड दिइरहेका छौँ। यस मानेमा अरू कलेजहरूको हकमा भन्दा यो कलेज चाहिँ अब सेन्ट्रली लोकेटेड छ, एकाडेमिक इन्भाइरोमेन्ट छ, स्ट्रङ फ्याकल्टी मेम्बर छ, भिजनरी लिडरसिप छ, फेसिलिटिजहरू त्यही अनुसारका छन्। यी यति कारणले गर्दाखेरि यो कलेजहरूको भिडमा पृथक पहिचानका साथ हाम्रो कलेज उपस्थित छ भन्ने हाम्रो दाबी हो। हजुर, हामीले विशेषताहरूको कुरा गऱ्यौँ द टाइम्स इन्टरनेसनल कलेजको। तपाईँले अलिकति भन्नुभयो एक्स्ट्रा एक्टिभिटिजहरू, अतिरिक्त क्रियाकलापहरूको बारेमा पनि अलिकति बताउनु भयो। अलिकति यसबारेमा अलिकति अझै जानु न, कस्तो छ, कुन वेमा कसरी अगाडि बढिरहेको छ अतिरिक्त क्रियाकलापहरू पनि? यसमा यसलाई अझ मूर्त रूपमा तपाईँले भन्दाखेरि मैले चाहिँ पहिलो कुरा खेलकुदकै कुरा भयो। खेलकुदकै क्षेत्रमा सम्भवतः नेपालकै सबभन्दा ठुलो बास्केटबल कोर्ट हाम्रो छ होइन। त्यसमा चाहिँ हाम्रो बास्केटबलमा पनि हाम्रो नेसनल क्याप्टेन सतीश प्रधान हुन्छ, उहाँले बास्केटबल हेर्नुहुन्छ र भयभरका सबै प्रायः जस्तो टुर्नामेन्टमा हामी सकेसम्म विद्यार्थीको चाहिँ एक्जाम र पढाइलाई हेम्पर नहुने गरी बास्केटबलमा पनि खेलाइरहेछौँ। अब फुटबलको सन्दर्भमा हाम्रो सागर थापा जो नेसनल फुटबल टिमको क्याप्टेन हुनुहुन्छ, हाम्रो टाइमसँग एसोसिएट हुनुहुन्छ होइन। फुटबलमा पनि हामी त्यत्तिकै चाहिँ लगानी गरेका छौँ विद्यार्थीहरूलाई। आउटडोर गेमहरूमा क्रिकेट पनि हामी बाहिर लगाएर गराउँछौँ। त्यसबाहेक क्विजका कुरा भयो, स्पिचका कुरा हो, विभिन्न टेलिभिजन टक सोका कुरा भए, अरू कार्यक्रमहरू पनि हामी विद्यार्थीको माझमा गर्छौँ खेलकुदको माध्यमबाट। अर्को कला संस्कृतिको कुरामा भन्दाखेरि नाच गान डेमोन्स्ट्रेसनको कुराहरूदेखि लिएर यो कुरामा पनि किन जोड गरेको छ भने विद्यार्थीको विकासमा जस्तो मैले मिस नेपालदेखि लिएर सानातिना यी कन्टेस्टहरू हुन्छन्, अब चाहिँ यस्तो कुरा पनि विद्यार्थीलाई इन्सपायर किन गरेको छ भने ऊ आज गएर 50 जनाको अगाडि बोल्छ, भोलि गएर 100 जनाको अगाडि बोल्छ, उसको एउटा क्वालिटी डेभलप हुन्छ, कन्फिडेन्स बिल्डअप हुन्छ भनेर यस्ता कुरामा पनि पठाउँछु। त्यसबाहेक चाहिँ हामी अलिकति समाजसँग सोसाइटीसँग पनि विद्यार्थीलाई जिम्मेवार बनाउँछौँ। उसको परिवारप्रतिको जिम्मेवारी के हो, समाजप्रतिको जिम्मेवारी के हो, राष्ट्रप्रतिको जिम्मेवारी के हो भन्ने पनि पत्यापत्ति गराउँछौँ। एउटा नागरिकको हिसाबले सचेत नागरिक उत्पादन गर्ने हाम्रो जिम्मेवारी हो। त्यस अन्तर्गत हामी उनीहरूलाई भन्नुहोस् न ब्लड डोनेसनका कुरा गराउँछौँ, सरसफाइका कुरा गराउँछौँ, इको क्लबहरू बनाउँछौँ होइन, अब एन्टी ड्रग्स क्याम्पेनिङ गर्छौँ, ट्राफिकमा भोलिन्टियर गर्न पठाउँछौँ। त्यस कारणले यस्तो कुराहरूमा पनि विद्यार्थीलाई
चाहिँ क्याम्पेनिङहरूमा यस्तो चाहिँ भोलिन्टियरको रूपमा चाहिँ विद्यार्थीलाई विभिन्न समाजसेवा ब्लड डोनेसनदेखि यी कार्यक्रममा पनि हामी पठाउँछौँ र विशेष गरी हाम्रो सोसियल वर्क अन्तर्गत यस्तो प्रोजेक्ट पनि छ विद्यार्थीलाई विभिन्न ठाउँमा चाहिँ सोसियल वर्कमा इन्भल्भमेन्ट गराउने त्यो पनि काम छ। त्यसबाहेक हामी विद्यार्थीलाई चाहिँ अब उसको स्किल डेभलपमेन्टका लागि लेभल अनुसारको कस्तो खालको ट्रेनिङ दिने सानातिना ट्रेनिङहरू भन्नुहोस् न एउटा बायोडाटा बनाउने ट्रेनिङदेखि लिएर सामान्य एमसीका ट्रेनिङदेखि लिएर हैन एउटा सामान्य लेटर लेख्नेदेखि लिएर एउटा विद्यार्थीलाई चाहिने बेसिक कुराहरूदेखि चाहिँ हामी विद्यार्थीलाई सिकाउँछौँ। त्यसरी चाहिँ हामीले हजुर अघि हामीले कुरा पनि गऱ्यौँ विभिन्न कलेजहरू छन् +2 कलेजहरू र विद्यार्थीहरू रुमलिरहेका छन् कुन कलेजमा पढ्ने अब भनेर हैन। अब विद्यार्थीहरू अब हामीले हेर्दै हुनुहुन्छ दर्शकवृन्दहरूले विद्यार्थीहरूले हेर्दै हुनुहुन्छ उहाँहरू यदि टाइम्स कलेजमा चाहिँ आउन चाहन्छन् भने के छ क्राइटेरिया के छ प्रोसिजर कसरी यस कलेजमा एडमिसन गर्न सक्छन् विद्यार्थीहरूले? एकदमै अब यो हामीले यो टाइम्स इन्टरनेसनल कलेजको बारेमा मैले जति कुरा पनि बताएँ यो मध्यम वर्ग र उच्च मध्यम वर्ग र उच्च वर्गको लागि लक्षित गरेको छौँ। हाम्रो टार्गेट ग्रुप त्यो हो। त्यसो भनिरहँदाखेरि हामीले निम्न वर्ग र एकदम राम्रो विद्यार्थीहरूलाई इन्ट्री छैन भन्न खोजेको होइन। हाम्रो स्कलरसिपका प्रोभिजनहरू पनि छन् हामीसँग। उच्च माध्यमिक शिक्षा परिषदले दिएका स्कलरसिपका बाहेक हामीले कलेजले दिने स्कलरसिप अब मार्जिनलाइज ग्रुप दलित जनजाति सहित परिवारदेखि लिएर एउटा वर्गहरूलाई दिने हाम्रो स्कलरसिप छ। सबै खालको विद्यार्थीहरूलाई सबै खालको वर्गलाई हाम्रो यो कलेजमा स्वागत गर्न चाहन्छौँ। पहिलो कुरा चाहिँ। दोस्रो कुरा चाहिँ अब यहाँ भर्ना गर्नको लागि एउटाले चाहिँ अब साइन्स पढ्नको लागि कम्तीमा फर्स्ट डिभिजन +65+ हुनैपर्छ। म्यानेजमेन्टको लागि चाहिँ अब सेकेन्ड डिभिजनको हामीले कम्तीमा सेकेन्ड डिभिजनको एउटा क्राइटेरिया राखेका छौँ। अब उसले हामीले चाहिँ यो अब एसएलसीको नतिजाको पर्सेन्टेज उसको इन्ट्रान्सको टेस्ट यी सबै हेरेर इन्टरभ्यू लिएर एउटा सम्भावना भएको विद्यार्थी राम्रो पढ्न चाहन्छ उसको विल पावर छ भने त्यस्ता विद्यार्थीहरूलाई हामीले अरू के उसको इन्डिकेटरहरूले उसलाई जाँच्न सकिन्छ ती जाँचेर हामी एडमिसन लिइरहेको छौँ। सर हामीसँग कुराकानी गरिदिनु भयो सरलाई धेरै धेरै धन्यवाद। थ्याङ्क यू। Total personality means everything in you that matters to fight with real competitive world. Your life is precious. Hammer at right place on right time because education means more than a degree. Kathmandu Valley College, Education for Life, Chhauni, Kathmandu announces admission open for +2 in Science and Management. Phone 427-1562. Would you like to become a RJ, VJ and TV anchors? Or you would like to develop your personality and groom yourself? Come to us. We are Media Training House and Entertainment. Bagh Bazaar, Kathmandu, opposite to Bhaktapur Bus Park, on the way to Krishi Vikas Bank, near Dreamland. Direct contact Knowledge at Mega makes everyone's future brighter. Nepal Mega College, Mega Center for Excellence. I follow the time. Time never stops. I move with changing time. Time is my master. Just grow with the time. Join the Times International College, Delhi Bazaar, Charkhal, Kathmandu. Phone 444-1163. Education for the changing times. Announces admissions for +2 in Science, Management and Humanities. BST College announces admission open. +2 in Science, Management and Humanities. Contact BST College opposite New Bus Park, Kathmandu. Phone 4354704 4353708. दर्शकवृन्द आजको श्रृङ्खला यति नै। आजको श्रृङ्खला तपाईहरूलाई कस्तो लाग्यो? कुनै सल्लाह वा सुझाव भए हाम्रो यो ठेगानामा सम्पर्क गर्न सक्नुहुन्छ। हवस् त अन्त्यमा वार्डरोब प्रोभाइड गरिदिनु भएकोमा श्रेष्ठ टेलरिङलाई धन्यवाद दिँदै म निकेश शाक्य लगायत मेरो सम्पूर्ण टिमलाई बिदा दिनुहोस्। नमस्कार।